अहिले बहुचर्चित विषय छोडे माग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो के भन्ने खालका पनि सुनिए। दुईटा चाहिँ खोस्टाहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर। 2 अरब होइन, 2 रुपैयाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु। सार्वजनिक जीवनलाई त्याग्न पनि म तयार छु। 2 रुपैयाँ। र यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईहरुका काण्डबारे हामी अनभिज्ञ हो र? ती पनि खुल्नेछन्।